हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सबलाई मेरो मिनी ब्लगमा स्वागत छ है। सबभन्दा पहिला त सबलाई मनबाटै नमस्कार। यहाँ आजको मेरो सुरुवात चाहिँ पहिल्यै सुरुमा 1.5 चाउमिन आइसक्यो। फर्स्ट गराक चाहिँ बिहानको चाउमिन हाल्यो है। त्यस्तो चाउमिन दिँदै दिँदै बाहिर केटाहरू आएर अलिकति रमाइलो गरेर यताउता हेरेर भित्र गएर मोमो बनाउन सोचिरहेको थिएँ। फेरि अर्को म्यागीको अर्डर आइसक्यो गाइजहरू। म्यागीको अर्डर दिएर मोमो बनाउँछु सोचिरहेको थिएँ। टाइम हेरेको 2 बजिसक्यो रहेछ। ल अब खाना खान जानु पर्यो सोचिरहेको थिएँ। अर्डर दिएर ट्याक्क अब अर्डर दिएरै जानु पर्ला। अब साइकल समातेर म आफ्नो रुमतिर चल्दिएँ गाइजहरू। रोड चाहिँ यो डबल गाडी चल्छन्। रोड चाहिँ लास्ट भयङ्कर रोड हो। यता चाहिँ सधैँ एक्सिडेन्ट भएको भए हुन्छ। ट्याक्क कोठा पुगेर म र छोरी खाना खाइरहेछौँ। कोठाबाट फेरि गएर उता मोमोको अर्डर दिएर यो चाहिँ बेलुकापट्टिको टाइम हो गाइस। ल बेलुकापट्टि बन्द गर्नै लागेको त्यतिखेर अब गाडीबाट आएर गरागर पिज्जा चाहियो भनिरहेको थिएँ पहिला। ल एक पिज्जा बनाएर दिएको मिठो लागेर गाइजहरू फेरि अर्को दुई अरू पिज्जाको अर्डर पनि आइसक्यो। 2 पिज्जा एउटा बनाउँदै कुराकानी गर्दै ल अर्को पनि दिइसक्यो गाइजहरू। ल आजको लागि यति। ल बाई बाई।